तिमी त त्यो त फेमस भएछ त म त मेरो भ्लग हेर्छ भने प्लिज आइस मात्रै हेर्छु नि ल मेरो डियर्स ब्युटिफुल सफ्ट बेड कसम मेरो आदि कन्टेन्ट ल वेलकम गाइज है आजको सिधै क्लासबाट हाम्रो क्लासबाट चलिरहेको छ केटाहरूको नेक्स्ट इयर चलिरहेको छ क्या त्यो गाइस भर्खर कलेज छुटेर एकछिन बसेँ अनुमा मेरो आदि कन्टेन्ट हामीले च्यानलको स्पोन्सर चाहिँ मलाई हेर्नुपर्छ अहिलेको जहिले केही छैन आज मेरो नयाँ कभर हेर न मेरो पुरानो कभर हालेको आज मेरो कार्बन फाइबर कभर चाहिँ अहिले देखाउँछु भयो भने कार्बन फाइबर यिनीहरूलाई नमन परेको मलाई चाहिँ राम्रै लाग्यो के भन्छ कार्बन फाइबर लगाइ म चाहिँ अब घर लाग्छु अनि यो चाहिँ जहिले कामै नलाग्दाखेरि जहिले खेलेर मात्रै बस्छ पढ्नु सक्नु छैन कलेज पनि आएन ल हो त भाइ भ्लग पनि काम सुरु गरेँ भाइ यो मेरो म त झन् एटलिस्ट आइ इम्प्लोइड के कति सानो ल हराइदिएर कति सानो थियो मैले पहिला खेल्थेँ अहिले खेल्नु छोडेँ अल्छी लागेको के भने अल्छी लाग्दैन त्यही नि रमाइलो छ रमाइलो म जुत्ता सुत्ता लगाएर जान्छु बाइक भर्टिकल स्टिल बच्चै छ उसको त तिम्रो त्यो त फेमस भएछ त म त मेरो भ्लग हेर्छ भने प्लिज आइस मात्रै हेर्छु अरे के ल छ कि मान्छे प्लिज आयो भने मात्रै हेर्छु भ्लग अरे के ल छ एक दुईजना पक्का मलाई फिक्स थाहा छ स्क्रिनसट पठाइ गर्छ भने नमस्ते होला टिकुन राम्रो छ जे होस् हेर्दो रहेछ होइन सिनेमेटिक आज चाहिँ भ्लग हेर्छ केटाहरूले तिनीहरू थम्नेल तिमीले राख्नुपर्छ त आज थम्नेल तिमी राख्नुपर्छ चाहिँ लाग्छ अब मेरो थम्नेल कन्टेन्ट आजको बाई यार खै आज के गर्ने चाहिँ गरिदिनु थाहा छैन त्यही पनि सो यस्तै छ सो फेरि वेलकम आज पनि आएँ आज रियाक्सन भिडियो भ्लग गरेँ भ्लगको आधी पछि चाहिँ गर्न आँटेको आयो कन्टेन्ट नभेटेर रियाक्सन भिडियो अरूदेखि होइन अनि तपाईँलाई सबैलाई थाहा छ गीत त इट्स याबेसको गीत के अरे फिरफिरे बाई याबेस है फिरफिरी यसको चाहिँ रिलिज भर्जन चाहिँ अगाडि आइसक्यो यसको रिलिज अगाडि आइसकेको थियो अनि इट्स दिस सङ इज सो गुड है तर टु बी अनेस्ट यस्तो राम्रो छ अनि म्युजिक भिडियो चाहिँ मैले हेरेको छैन मैले यसमा चाहिँ हेरेको थिएँ के अरे इन्स्टाग्रामको रिलमा चाहिँ हेरेको थिएँ इट्स 12:51 अहिले 12:51 अनि ह्याप्पी लोसार है लोसार भइसक्यो आज लोसार हो आज चाहिँ बिहान राति चाहिँ बनाएको भोलि बिदा छ कलेज सो द्याट्स वाइ अनि त्यही भएर सिधै रियाक्सन भिडियोमा लाग्यो त ल सो तिमीले यो गीत आफै लेखेको हो द गाई लुक्स लाइक यावेस है तर इट्स नट द पर्सन यावेस चाहिँ होइन बट यावेस तर पनि इट लुक्स लाइक फेस आइडेन्टिकल छ है अरू कसैलाई सुनाएको छैन अनि सुनाउ न त यस्तो राम्रो गीत छ सबैले मन पराइहाल्छ नि खै मेरो लागि कसैले यतिको गीत लेख्दा भए त म यस्तो खुसी हुन्थेँ हो र किन मेरो लागि पनि एउटा गीत लेखिदिन्छौ र
आकाशलाई पनि थाहा छ दिन बितिगो माया तर रात छँदैछ नि सपनीमा आइरहनु है माया सदा आइरहनु मलाई चन्द्रमा झै सखिलो मुहानमा त्यो सानो कालो टिका लगाए तिम्रो अङ्गालोको न्यानो स्पर्श कसरी बयान गरौँ मनमा उथुल भएका भावनाका छरू मन सान्छ तिम्रो आकृति सधैँ हेरिरहन पाऊँ सोही संसारका रीति तिम्रै अङ्गालोमा फिरे घुमाउला सानानी तिम्रै यादमा जुन तारा पनि खसाइदिउँला तिम्रै नाममा थाहा छ तिम्रा आँखाहरूमा जुन तारा सबै छन् नि याद गरिरहनु है माया मलाई म भए नभए नि चाहे आकाशलाई सोध चाहे बादललाई पनि यो चम्किरहने तारा चन्द्रमाई साक्षी छन् नि तिम्रो प्रेमको सङ्गीतमा यो गीत गाइरहेछु मनभरि तिम्रै यादले फिरे घुमाइरहेछु फिरे घुमाउला सानानी तिम्रै यादमा जुन तारा पनि खसाइदिउँला तिम्रै नाममा मायाको दियो छैन निभाउनु है मलाई बलिरहन देऊ धेरै नि माग्दिन माया बस्न दियो तिम्रै छेउ फिरे घुमाउला सानानी तिम्रै यादमा जुन तारा पनि खसाइदिउँला तिम्रै नाममा फिरे घुमाउला सानानी तिम्रै यादमा मनभित्र खोसी हेर सधैँ छु तिम्रै साथमा खुसी भयो त हेरौँ न त फिरे घुमाउला सानानी तिम्रै यादमा जुन तारा पनि खसाइदिउँला तिम्रै नाममा थाहा छ तिम्रा आँखाहरूमा जुन तारा सबै छन् नि Very pretty good song, eh? As expected, this is one of the best. Melodious, beautiful, and sounds better like awesome. And it's one of my best song. My मन पनि personally. And you know, तर के छैन. We're gonna do more reaction, eh? And के भन्नु like video concept. I love it. Like video concept say like
He obviously, I think यही चाहिँ स्टोरी थियो होला, कन्सेप्ट थियो होला. इट्स he wrote for someone है. अनि त्यही भएर maybe त्यो हुनसक्छ it's his story कति के चाहिँ नाम तर के छ नि pretty good song. I really love it है. If you are watching this, यावेश दाई के भनौँ, यावेश दाई नै भन्छु, यावेश के भनौँ, like जे भने it's very good work है. I really liked it. अनि Bangers हो क्या, this is one of the best melodious song है. अनि I know अझै कति पनि छन्, लाख हजार पनि I really like है, लाख हजार अनि फुलबारी पनि I like मोस्ट. तिनीहरू चाहिँ यावेश दाईको चाहिँ, यावेश थापाको. अनि I love this song. I really like those song. अनि त्यही हो, आजको लागि चाहिँ यति नै. म सुत्नु जान्छु, भोलि बिहान एडिट गर्नु छ. अनि म सुत्दै भयो आज घरबाट आएर. सो होइन, I guess I need to go है. भिडियो लामो हुन्छ, बिहान भ्लग पनि एड गर्छ यसमा. अनि त्यही भएर सो I need to go. सो स्टे ट्युन है. नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनुहोस्. अनि पुरानो हुन्छ नि सब्सक्राइब त गर्नुभएको छ, लाइक सेयर सब्सक्राइब गरिदिनुहोस्. सके नसके त विनो. हेरिदिनुको धन्यवाद त्यहाँसम्म मेरो ग्रेडिङ पाउनुभयो. सो यु आर द लकी वान हियर टु गेट माई ग्रेडिङ. तर केही छैन. सो सी यु अन द नेक्स्ट वान. आजको लागि राख्छु. बाई. साइन अफ गर्छु आजको लागि, भोलिपल्ट साइन गर्छु. सो बाई.